तरकारी बनाइ उता भइ अब तर भाङ खायो होला विवेकमा के खाइसक्यो अनि दाँत फालिदिएर ठहऱ्यो अब त्यहाँबाट दिएन उठेमा दिएन उठेर अलिक ऊ भइसक्यो बेलुका फालेर बेलुका फालेर ठहऱ्यो बुढो सोध्दैछु बुढो सोध्ने बेला के हुन्छ हजुर ऊ पनि के रिसाउँछ हजुर उसँग रिसायो म गएर चुप लाग्यो हजुर यसै खुच्चा थियो अलिअलि खुट्टु पनि दुख्दै थियो अब दाँत भइएको भन्नु कोल्ट्याउँछ म घाँटै बेलाएन अब आएर आज पल्टिगएँ त्यही दिन सुर्खेत जान्छु भने क्या किन जाने रहन्थे अनि ढिलो जाए भने पछिल्लो दिन उसी गर्छ पछिल्लो दिन उसी गर्छ त्यहाँ पछिल्लो दिन उहाँ पछिल्लो दिन नै हतारै जान्छु भने लाग्यो नि कहिले गयो दिनु कहिले हो एरोफोन छ भने त्यही बिहा आएको रे अब नवीन गएर हत्तपत्त गएछु नि इबी मात्रै देख्छु न एरोफोन छ मेरो पोलतिर कोठा भनिया छ त्यही पोलतिर गएन खोज्दै थियो फुको उमेश भनेपछि मैले पछाडि नै बसेँ भने स्कुल त्यहाँ होइन अङ्कललाई मैले बोरा सर्नलाई गयो कहिले भने यो के भयो आउला यो सुर्खेत गए बेला अनि करीको थियो दाँत भने बेला त्यो डक्टरसँग मै हुँ क्या पनि छु बोरा सर्नलाई निस्किन्थ्यो क्या दाँत नै अस्ति अनि कसरी गइआउनु भने त्यो दाँत बगाउनु गयो ठा करी गइआउनु भने बेला त्यो डक्टरसँग क्या पनि छु अनि हजुरसँग पनि मैले त्यही भने क्या पनि छु त मै हुँ केर्ने बेला उकिस्या पनि छु त ल भन्दै रोटी खानलाई गयो भने हजुरलाई रोटी खाने बेला त मालदाई हुँ भनि मैले मालदाईले फोन गरिकन कहाँ पर गइदिए कहाँ खाना खान लागिएको थिएँ केर्न लागिएको थिएँ अनि त्यहाँ उक्क्या भनिकन भन्यो दाँत उक्काएको छ क्या भयो ऊ गरेर अनि हाल्दे नभए त्यो दाँतकै समस्या पनि के हो बुझ त भनियो मालदाईले भन्छियो भनिसके पछाडि अनि मैले त्यही दाँत हालिसके पछाडि अनि मै हो बुरुस भनिकन भन्यो मालदाई खाना खाने बेला गयो भनिकन भन्यो भनिनु भई भने होइन मैले त्यसो मै हो खाना खाने बेला उक्क्या भने अरू भन्दा मैले डक्टरसँगै दाँत गइसके पछाडि के भनेको छु फेरि बुरुस अन्य नर्ने बुरुस अरिकन के आउनु अरे अनि फेरि बुरुस अर्न मिल्यो कि होइन नर्नु मिल्योपछि नर्ने उकि जान्छ नर्ने भने त्यहाँसम्म भने होइन मैले डक्टरसँग नै गर्नु होला खाना सब खानु होला केही फरक पर्दैन भनेर है डक्टरले भनेको छ अनि त्यो भयो भने त्यहाँबाट जान्छ अब भिभेक आएर अनि बाङ्गो भिभेक राणाहरू पनि खाने ठहऱ्यो अब अनि सुरट कहिले भने यो लैजाने कहिले ऊ लैजाने ठहऱ्यो अब त्यहाँबाट त्यस्तो भयो झन् तातिन लाग्यो यो अनि दाँत पनि गएन अनि घाग्रा डाक्टरसँग भनेर यहाँ हतरै आइदिनु त अनि फोन गरेर के अरे तल डाक्टर त्यहाँ आएपछि मैले त किन याद आउने आएर चाहिँ इबी मात्रै एकचोटि केला खा भने केला दही खाने खाने भने खाँदैन भन्यो भाइको यादै गर्ने अनि डाक्टर आइकन बसेपछि कति लाग्छ त अङ्कल अनि 4वटा दाँत गइहाल्छ नि त्यो अनि हाल्नुपर्ने अब दाँत हेर्नु पनि पर्छ त्यही 2500 1500 3000 पनि लाग्न सक्छ हेर्नुपर्छ बोला भने तिमीले होइन फोनहरू पनि उठाउने अनि नउठायो कि अनि पछि बेलुका मेघ आयो यो कताबाट गइसक्यो अब पल्लाखाबाट गइसक्यो कि मुल्लाखाबाट गइसक्यो कि तैँले घर सुत्याएको पल्ट्याएको भने आज माथि आएर डाक्टर थियो पनि नै आएन अङ्कल अनि गइजानुहोस् भनिदिएँ मैले अब रिसाले पनि अहिले फोन त उठाउनु पऱ्यो त अनि भनेर झन् अनि तातिसकेपछि अन्त त्यत्तिकै भयो अनि बिहानै उठ्यो म उठेन घुम्नु बसिरहेको थिएँ ओछ्यानबाट उठेर बुवा म सुर्खेत जाउँ भन्छ मैले बुझेँ कि अब तिनीहरूलाई अब तल सङ्गीता पनि त्यही छ अनि गएपछि अलिक कन्ट्रोल हुन्छ अनि जहाँ जाने भए गाडीको कन्ट्याक्ट छ भने मैले भने अब नर्ससँग कन्ट्याक्ट गरेर ठहऱ्यो अहिले अब गाडीको कन्ट्याक्ट पनि नहोला बुझेँ अब बाइक गयो भने पनि अब सङ्गीता पनि त्यही छ अलिक अब कन्ट्रोल हुन्छ कि अब त्यो सोचमा गएँ जाने पनि जा भनिदिएँ अब नरेशको गाडी आयो रुपियाँ दिएँ भाडा अहिले अरू रुपियाँ भन्छ हेर्ने भने मैले दाँत हालेँ दाँत तँ जा अनि पछि हालौँला रुपियाँ मैले भने अनि तल गएछ उठे गरिदिएछ सङ्गीतालाई कहिले फोन गरेँ भनेको थियो त्यो जोगिन फोन भएको थियो नि कहिले गर्छु त त्यो मम्मीले भन्यो भनेको भन्नु त त्यसले अहिले अझै नै हामीले भनेको कहिले भन्यो कुरा नि त अब कहिले भने म कुरा पनि अझै नि थिएन भइगयो हामी पनि थाहै छैन ठिक छ अब तल गयो भने है अलिक कन्ट्रोल हुन्छ कि भन्ने त्यो सोचमा छ अनि फोन कहिले नै हराउनु हामीले पनि नहरिसके पछाडि अन्त यहाँ तमीले फोन हऱ्यो कि यहाँ हरिसकेपछि
हिँड्दै के भनिकन फोन भरताले ऊ भन्ने भरताको फोनहरू रहेछ दाँत साँत फालेको छ पुरै खाइकन आएको छ दाँत फालेको छ रुवाबास पाडी फोनहरू र फुपू लोटिस्यो कि त उमेश क्या भइस्यो झगडा पाडिकन आयो कि को जाने नै थियो आयो क्या लियो र बाइक हो भनिकन रुवाबास पाडी फोनहरू सङ्गीताले भनिकन भरताले भने मैती बाइक कहाँ भने अन्त कहाँ झगडा पाड्छु लोड्छु कि दाँत हात पनि छैनन् भनिकन भनिरहेछ अब त्यहीले हत्तपत्त म त्यही भने म गर्न कहाँ भने भाउजून भन्छ म अनलाइनमा नै मेरो आउँदा मिस्कलै जाँदैन तमीले पनि चोट लाग्यो ह्या क्या भयो ह्या क्या भनिकन फोनहरू क्या त्यसलाई चोट लागिया छ कि को जाने क्या भयो रुवाबास पाडिकन भरताल फोन सङ्गीता फोनहरू मलाई पनि डर लाग्यो भनेर एक्सिडेन्ट भइसक्यो कि त्यो यार गाडी पनि हुँदिन पनि सक्यो र नरेसाउनु पऱ्यो अङ्कल म अनि भबै पुगेँ दाइकन कोठा छोडिकन आएँ हौ भन्छ अनि पछि अनि सङ्गीताले फोन गरेर अनि क्या हो भनेर अनि यसो यसो भयो कहाँ कपडा अनि सिलाउनु जान्छु भन्यो के भने त्यसले कति बजेको आइसक्यो 3 बजे म सुतिआए थिएँ अनि हिँडिकन आइसक्यो कि गाडीले ल्याइसक्यो कि त्यो थाहै पाएन मैले म सुतिआए थिएँ आयो अनि रिसायो अनि क्या कपडा अनि सिलाउने भन्यो हँडी गयो कहाँ पो गयो भन्छ त्यही भने ठरी भरताले पनि त्यहाँ लोटी छु कि अब भने ठरी के त्यही पनि त्यही थियो भने हामी यहाँनिर फोन अरे त्यहीखनि फोन अरे पनि भन्दैछ मैले पनि अत्तालिएँ अब कहीँ लोड्छु कि सातो गए मान्छे एक त त्यसै अब लोड्छु कि चाहिँ यो पो हामीकन मान्छे जान्दैन नि त भन्छ अनि रुनु लागि अनि फेरि फोन गरेर आया छ भने ठिक छ भने अनि त्यहाँभन्दा पछाडि सुतिया छ अनि दाँत कहिले गएका हुन् क्या भएका हुन् कहाँ क्या भन्नु छ कहाँ क्या भन्नु छ कहाँ क्या भन्नु छ भन्छ त्यो अब न के बाँकी राखेको त हामी नि कद्दो नेता त भयो ठुलो ठिक छ हुन्छ अनि कि म आउँछु नभए अनि काइँले पनि त्यही छ कि भोलि म आउँछु नभए अनि काइँलेसँग भन्नुला म हुन्छ अहिले सुत्त सुति गयो भने मैले अनि बिहानै उठेँ बिहानै अनि त्यही आमाले फोन गरे लौ दाजु तल त अनि के भएको अरे जाइकन अनि तल रुम लागि अरे बेलुका अनि क्या दिन्छु भन्यो अब कन्याडी मान्छे अनि बिरामै भयो कि हानिकन मारिदिने आयो कोही दाइकन बोलाएको छु यहाँ बेलुका कहाँ कोहीकन बोलाएको छु यहाँबाट मेरो सासू बन्ना मरण भएकी छन् यहाँबाट जाने मान्छे छैन त्यही डेडी पनि जान पाउनु अनि भन्छ हुन्छ म जान्छु नभए अनि काइँले पनि त्यही छ काइँलाई फोन गर्छु भनेर अनि त्यही भने भएको कि नै यो ड्रामा रमरिन मात्रै हरेको देखाउनु ऊ चाहेको हो त्यही लास्ट कस्तो हुन्छ तेरो हालत देख्ने हो मैले अस्तिदेखि भनिरहेको छु नि पुलो अनि 5 लाख ठाटिया नाखाङ लगाएर भाडे छ 2 दिन गएको पुलो होइन एघार त फलानु दाइ भनेछ त मुजिकै नगर पुलिस आएर सन्ध्या भन्यो अरे अर्काले त्यही सिधै दिने सियो गरेको हो त्यो पैसा दिन अन्त रेमडा ती गजडी मुल्ला खाडाबाट सब लिएर गयो ट्र्याक्टर हुने अन्त अनि कहिले गए अस्ति ट्र्याक्टर ऊ गइदिन को तिरुमु ट्र्याक्टर अनि गइदिन पुलो छिनी पुलो चाहिँ म ट्र्याक्टरमा गएँ हो बोलाइ त सही यो हो त भनी जानै पर्छ ट्र्याक्टर हुनु कि पहिला दादागिरी चल्दैन छ र अब दादागिरी चल्दैन थाहा हो कहाँ पुग्यो हो त्यो लाग्यो अन्त डिग्रै छोरीले राणाका भुङ्गा राणी हेर फेरि आइ भने थाहा पालाई क्या तेरो काम भनिन्छ डिग्रै छोरीले गया गरासँग भड्काइदिने अर्को झगडा लफडा दिने अरे निगमान नानी यो क्या दह त भने अन्त त्यही दिनबाट बढी केयर अरे मैले पनि अब हराएर त अनि भाङ्गो भड्काउने डरु बेसी त रैना बाँधाउने यो सुर्दैन 7 गते कि 8 गते आएको आज 21 गते भइसक्यो बिस्तारै अब त्यही बिस्तारै भनेर त तल बिग्रियो त कन्ट्रोलरिङ होइजान्छ नै यो सुट्दिन्न म कान काट्दिनँ सुट्दिन्न कि यसलाई सुधार गरेर अनिवार्य हाल्नुपर्छ पहिला त यहाँले भन्छ त अब रन्डो घरै ल्याएपछि उयो चल्ला नि सुट्दिन्छ विश्वास मान्ने त म त जे जमाना उयो गर्ने मान्छे हो के सुर्खेत हजुर म यो खान्छ भन्ने मलाई थाहा छैन आफै न हिँड्दाखेरि यहाँ घर आउँदाखेरि के भन्यो अङ्कल आइन्दाबाट अनि कुलतमा लागिएको थियो यसो उसो भन्ने कुरा सुन्नु हुँदैन यसले आफै भन्यो मलाई थाहा छैन ल ठिक छ भने आयो आइसकेपछि अङ्कुरबाट लिएर आउने बेला त्यसले बडाहरूकोबाट के भन्यो अङ्कल पहिला जस्तो लत पनि छैन
केटाहरू भेटिएपछि खान्छु अनि खाउँ गर्न लाग्यो खान्छु फर्स्टमा कसले खुवाइथ्यो मम्मीले खुवाइथ्यो अनि त्यस्तो लत छैन दारू मैले अहिलेसम्म खाएको छैन चुरोट